हो नि त 1 अनि अर्को है। अब दुईटै खुट्टाले उठाउनुस्, दुईटै खुट्टा उठाउनुस्। साइकल चलाउने अब साइकल चलाउने हो। भित्र तान्ने, भित्र भित्र सिधा भित्र अनि उल्टे पनि अब सुल्टे उल्टे 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 अनि 10 पटक सुल्टे भने 10 पटक उल्टे है। त्यसपछि खुट्टा खुम्चाउनुस्, अझै खुम्चाउनु भित्र तान्नुस्, जोड्नुस्, दुवै खुट्टा जोड्नुस्, हात फैलाउनुस्, दायाँ बायाँ गराउने। सास फाल्दै टाउको विपरीत, सास लिँदै बिचमा, सास फाल्दै अर्कोतर्फ है। यसलाई पनि 5 देखि 10 पटक गर्नु होला। अब खुट्टा फैलाउनुस्, म्याटको छेउमा राख्नुस्। अब दाहिने घुँडाले देब्रेलाई छुने, देब्रेले दाहिनेलाई, बिचमा आउनुस् अर्कोतर्फ है। बिस्तारै गर्नुपर्छ है। दुवै खुट्टा जोड्नुस्, हातले भुइँमा छुनुस्, हत्केलाले भुइँमा छुनुस्, खुट्टा नजिक लिएर आउनुस् हो। अब कम्मर उठाउने, सास लिँदै माथि, सास रोक्ने, सास फाल्दै तल। यस पछाडि खुट्टा सिधा गर्ने, खुट्टा सिधा गरेर हातले पछाडि तन्काउने। सास फाल्दै पेटमा ल्याउने, फेरि गर्नुस् है त 10 पटक गर्नु होला। अब घोप्टो पर्नुस्, घोप्टो, हत्केला माथि हत्केला राख्नुस्, निधार राख्नुस्, खुट्टालाई तल तन्काउनुस् सिधा, कुइनालाई बाहिर, टाउकोलाई माथि तन्काउने है त। यस पछाडि पालै पालो खुट्टा चलाउने, हिपलाई हान्ने हो। पालै पालो हिपलाई हान्ने प्रयास गर्नुस्। यस पछाडि हजुरले छातीमा हात राख्नुस्, छातीभन्दा बाहिर, चिउँडोले टेक्नुस्, बिस्तारै माथि उठ्नुस्, सास लिँदै माथि, सास रोक्ने, सास फाल्दै तल, पैताला माथि फर्काउने प्रयास गर्ने। भयो नि। यसभन्दा अगाडि चाहिँ नमस्कारवाला गर्ने, त चिउँडोमा नमस्कार गर्नुहोस्, चिउँडो मुनि हटाऊ, अझै 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 हो ल। 5 गर्ने, औँला खुम्चाउने, अनि फेरि सिधा हेर्ने है त। माथिल्लो औँला मात्र खुम्चाउनुहोस्, माथिका मात्र। अनि फेरि अलिकति हात सारेर गालामा हात राख्नुहोस् मजाले, गालामा हात राख्नु हो। अनि त्यसपछि दायाँ र बायाँ गराउने है त बिस्तारै, हातले धक्नुस् बिस्तारै अनि बिचमा ल्याउनुहोस्, फेरि अर्कोतर्फ 10 गर्दै। चाहिँ सजिलोवाला छ, हातले टेक्ने, घुँडाले टेक्ने। अनि सास फाल्दै घुँडाले हेर्ने, सास लिँदै आकाशलाई हेर्ने, सास लिँदै आकाशलाई, सास फाल्दै घुँडाले हेर्ने, पेटलाई माथि लाने। यो गरिसकेपछि उठेर गर्ने, सास लिँदै माथि तन्काउनुस्, सकिन्छ पैताला कुर्कुचाले भुइँला छोड्ने, नसके प्रयास गर्ने है त। बिस्तारै सास फाल्दै तल पेटमा ल्याउनुहोस्, छातीमा राख्ने हुन्छ त हात, छातीभन्दा माथि लानुहोस्, छातीमै लिएर आउनुहोस् वापस, सास फाल्दै छातीमा हो। ल ठिक छ, यसलाई पनि 10 पटक गर्नु होला है। यस पछाडि अनुलोम विलोम र नाकवाला र मौरी गराउने गराउनु होला है।